हाई एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल है। हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ दिदीले भन्नुहुन्छ हामी चाहिँ आज साइप्रसमा आएर पापोस सबभन्दा टाढा छ। अनि त्यस पछाडि कस्तो छ भने 2 वर्ष भइसक्यो साइप्रस आएर कहीँ पनि गएको थिएन। बोट पार्टी चाहिँ फर्स्ट टाइम जाँदैछु। आइ एम सो एक्साइटेड एन्ड सो ह्याप्पी। अगाडि हिँड्नु अब। अनि हामी चाहिँ आज बोट पार्टी जाँदैछौँ। हजुरहरू पनि हामीसँगै घुम्नु होला। म हजुरहरूलाई पनि देखाउने छु है साथीहरू। अनि र मेरो नि भिडियो बनाइदिनु त, यसरी ब्याक जानु म आउँछु ल। हाई साथीहरू, गेट रेडी विथ मी गर्न चाहिँ पाइनँ। अनि म चाहिँ रेडी भइसकेको छु। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ पापोस बोट पार्टी जाँदैछु। हजुरहरूलाई पनि देखाउने छु। अनि मेरो आउटफिट चाहिँ चेक गरौँ है त। यो मैले अस्ति भर्खरै नेपालबाट मगाएको बर्थडेमा। अनि यो चाहिँ मेरो दिदीले बुनिदिनु भएको। अनि मेरो आजको आउटफिटमा चाहिँ कपाल बाटेको छु है। अनि हात पनि छ त्यहाँ। आज मैले कपाल बाटेको छु। अनि म कस्तो देखेछु साथीहरू? राम्रो देखेछु। कस्तो देखेछु म घुमेर देखाउँछु मेरो आउटफिट चाहिँ। हामी चाहिँ बस कुदिरहेछौँ साथीहरू। यता चाहिँ गफ हान्दैछ। अब 7:15 मा आउने रे, त्यही भएर 7 भयो। अब कुर्दैछु। हाम्रो यता चाहिँ यस्तो छ। साथीहरू बस आयो। अब चाहिँ हामी जान्छौँ बस चढेर। साथीहरू हामी सीता पार्क झऱ्यो। खोइ त गाडी नै भेटेन हौ, पापोस जाने गाडी। अब हिँड्दैछु के अरे अगाडि छ कि भनेर। छोडेर गइदियो क्या हामीलाई। छोडेर गयो भने त के गर्नु गाह्रो छ। खोइ त देख्दिनँ त। अनि कता हो र साथीहरू? सीता पार्कदेखि चाहिँ पापोसको यात्रा। यता हेरिदिनु त सोल्टिनीहरू कस्तो राम्री मान्छेहरू भेट्छ हो। अब जानु लाग्यो साथीहरू। हामी बस कुर्दैछौँ। अनि हजुरहरू पनि हामीसँगै घुम्नु होला, देखाउने छु। सबैजना यसरी जम्मा भइरहेछ। कोही टिकटक बनाउँदैछ, कोही उयो गर्दैछ। यस्तै छ यहाँ छ। टिकट पनि काट्यो साथीहरू। अनि दिदी यता हुनुहुन्छ। तपाईँको नाम के अरे? कमला है? ए होइन, बहिनी कमला यता हेर्नुहोस्। फोटो खिचिदिने। अनि यता मान्छेहरू टिकट काट्दै हुनुहुन्छ। फाइनली बस आयो साथीहरू। अब चाहिँ हामी यही हो बस त आयो भने, तर होइन क्या हो। कसैले बेसी खाएर गाडीमा नचढ्नु, भमिट हुन्छ। केही बिरामी हुन लाग्यो, भमिट आउन लाग्यो भने मलाई भन्नु है। अनि अब नाच्दाखेरि हातले लाग्ला, खुट्टाले किल्चेला, नरिसाउनु। जुत्ता च्यातिएला, चप्पल चुटिएला, नरिसाउनु है। अनि बोर्डको छेउछेउमा नजानु। कोही बेला चाहिँ अलिक धेरै हावा आउँछ। हावा आएको बेलामा अब हुर्किने सम्भावना हुन्छ। साह्रै छेउमा गएर टिकटक भिडियो नबनाउनु। जोखिम भएर चाहिँ आफूले आफ्नो सुरक्षा गरेर गर्नु ल। अनि खाना खाँदाखेरि लाइनले बस्नु। म अगाडि हुन्छु, मेरो लाइन पछाडि आएर आफ्नो खानामा पेय पदार्थ छैन, नरिसाउनु है। अनि तपाईँहरू के भन्नुहुन्छ भनेदेखि अब पेय पदार्थ छ भनेदेखि तपाईँहरूले धेरै लोड नबोक्नु। यहाँ गाडीमै झोला राख्नु। अनि हल्का बोकेर जानु ल। किनकि बोर्डमा बेसी लोड हुन्छ भनेर सामान बेसी दिँदैन है त। दिसा पिसाब आयो भने भन्नु होला अगाडि। फेरि तपाईँहरूले भन्ने बित्तिकै रोक्दैन। यसले अघि भन्दै थियो तपाईँ टोइलेट जानु पर्छ पर्दैन भन्दै थियो। पर्छ नि अनि भनेछु मैले है।
हस् हस् ल हाम्रो यात्रा चाहिँ यसरी सुरु हुँदैछ साथीहरू अनि होइन अगाडि आउनु न पिसाब आएको छ भने म भन्छु हुन्छ 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 ल रमाइलो गरेको है त अब लाग्यो मलाई अब लागेको बाई बाई निकोसियाबाट हामी पापोस जाँदैछौँ हल्ला गरेको त अब यो माइक त क्यार 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 गर्छ हाम्रो यात्रा छ अलि अगाडि बस्नु भन्ने रहेछ कि भाइरल पुल भाइरल पुल भाइरल पुल भाइरल पुल यस्तो हो नि कस्तो राम्रो फुलेको रहेछ भाइरल पुल मुनि कति राम्रो फुल ल यहाँबाट देख्दै देख्दैन जम्बो पनि रहेछ अब साइप्रसको सी साइड आइपुग्यो है हेर्नु त कता हो कता हो कता हो देख्दिनँ त पुरानो आफ्नो आफ्नो सिटमा रोकेर बस्नु आफ्नो सिटलाई सुरक्षित बनाउनु साथीको सिटमा नबस्दिनु नरिसाउनु साथीहरू बसे नि नरिसाउनु प्लिज नरिसाउनु हराउनु भएर कसैको सोल्टा सोल्टिनी हराउनु गर्नु है अब बस स्टेसन ल साथीहरू बोट आयो बोट 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 ल ल ल ल ल ल आयो 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 अब चाहिँ पुगेको हामी हेर्नु त तर बोट हाम्रो बोट दामी ए छेक्यो छेक्यो भयो देख्दैछु देख्दैछु राम्रोसँग राम्रो ओके साथी साथी खेला खेल नगर्नु क्रमैसँग जानु नेपालीले ब्योरा देखाएन भन्नु है हुन्छ दक्षी मेरो झोला बोके नाना ल ल निकाल्नु है सबैजनाले अनि मेरो पछि पछि आउनु ल लाइनमा हस् हस् टिकट नहुनेहरू चाहिँ पछाडि मिलाएर बस्नु है बस रोकेको छैन कन्हैया मुरे ल है आइपुग्यो साथीहरू स्वागत छ हजुरहरूलाई पनि आयो साथीहरू यस्तो यतातिर यस्तो रहेछ चप्पल त यस्तो चिप्लेको कि पसिनाले लिडर्स यस्तो छ साथीहरू हेर्न सक्नुहुन्छ नेपाली दिदीबहिनी दाजुभाइहरू मेरो हेर्नु त पछाडि ब्याकग्राउन्ड ठिक छ ठिक छ सानो हावा चलेको नि यस्तो आनन्द उयो भएर होला मेरो कपाल ठिक छ एकदम बान्दा ठिक छ छोड्दै ठिक छ त नि हावाले नउडा ल ल ल है कता कता हो कता जानुपर्ने हो देखे छैन कि हेर्दै गर्नु मेरो त भाग्नु भाग ओइ 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 टिकट निकाल्नु पर्दैन सन्ध्या
हामी जाने बोट पार्टी चाहिँ यही हो बोट पार्टी बोट चाहिँ यो बोट पार्टी जाने तर बोट चाहिँ यो बोट चाहिँ यही हो अनि हामी चाहिँ आइसकेको छौँ ओ यहाँ अगाडि भाइरल भएर हामी चाहिँ अब जान लाग्यो हेर्न सक्नुहुन्छ क्या रमाइलो भइरहेछ यस्तो दामी भइरहेछ यता यस्तो यस्तो हेलो भनौँ साथीहरू हामी चाहिँ गयौँ यताबाट इन्ट्री गरेर कति गाह्रो हो यता साथी आउँदैन ल बोटमा मान्छे नअटेर हो साथीहरू यो बोटैको होइन हेर्न सक्नुहुन्छ कस्तो हो त नि बोट ठिक्क अड्कलेर पो काट्नुपर्छ त नि अन्त त्यसमा जाऊ भनेको कोही पनि नमाने पुरा एक्साइटेड भएर आएको साथीहरू मान्छे धेरै भएर बोट नै क्यान्सल भइदिरहेको कस्तो झ्याउलाग्दो भयो कि के गरेको के यो यस्तो घाममा हिँडाएर हेर्नु त त्यो कति एक्साइटेड भएर आएको थियो तर के गर्नु यस्तो भयो गाह्रो छ ले मान्छेहरू यस्तो ठाउँमा है यता बाई बाई बोट के गर्नु हेरेर मात्रै आयो चढेर सुत्ने कति रिस उठ्ने कि यो अर्गनाइजरले के गरेको कि अलिकति म्यानेजमेन्ट राम्रो नगरे नि पैसाको लोभ गर्छ अनि त्यसपछि रिस उठ्छ कि त कता जानु रुखमै यस्तो हेर्नु त ल कोही यता आएर गीत गाउँदैछन् हामी चाहिँ अब बस कुरेको यस्तो घाममा
कति खुसी भएर आएको थियो कि साथीहरू होइन ऊ त्यो केटीहरू गइरहेको ठाउँमा होला त्यो होला पैसा नि आधा मात्रै दिने रे के पस्नु न जाने होइन ल हामी छिरौँ लिमासोल पनि आइसकेको थियो बाहिर लिमासोल भन्दै हामी के गर्ने कि छिटो गरौँ यता त जाने जति चढियो होइन त्यति चढाउँदै चढाउँछ मऱ्यो ए अब के गर्न साथीहरू यहाँ हेर्न सक्नुहुन्छ है हामी त बोट पार्टी क्यान्सल भयो मान्छे धेरै भएर अनि अब हामी चाहिँ के गर्नु त्यो खानाहरूको सदुपयोग त गर्न पर्यो अनि त्यो भएको भएर चाहिँ अब हामी पिकनिक जस्तो अनि जान लागिरहेछौँ गएर एक ठाउँमा बसेर अनि खाने भनेर चाहिँ अर्को बस गइसक्यो अब हामी चाहिँ छुट्टिन लगाएको पुरै गाउँ रहेछ पिकनिक स्पोट आइपुग्यो साथीहरू यस्तो छ ल हेर के हो यो के हो यो आफ्नै पारामा मैले अघि नै भने तपाईँहरूलाई हुन्छ धन्यवाद यसै साथ सपोर्ट तपाईँहरूले यदि दिनुभयो भने लामा आचारले फेरि पनि कबसमा धमाका मचाउनेछु यो चाहिँ तपाईँहरूलाई ग्यारेन्टी दिन्छु फेरि पनि हामी चाहे बोर्डमा होस् चाहे हलमा होस् चाहे पिकनिक होस् चाहे जहाँसुकै होस् हामी तपाईँहरूलाई अर्को प्रोग्राम गरेर देखाउँछौँ र गर्ने नै छौँ यही बाटो दिँदै फेरि पनि अब हामी निजतिर जाऊँ रमाइलो गराउँ एकछिन ल भाषण नसुनाऊँ टाढा टाढाबाट आउनु भएको छ समयमा नै पुग्नुपर्छ समयमा नै अब हामी लागेको साथीहरू त्यो भएर हामी यति सबैजना सम्पूर्णजनाहरू यहाँ आउनु र सबैजना हामी नाचेर रमाइलो गरेर यहाँनिर चाहिँ आइपुग्यो साथीहरू हाम्रो बोट पारी यस्तै भयो अब त घर जान लाग्यो सबैजनालाई बाई बाई भन्न चाहन्छु है आज एकदम ब्याड डे भयो कि आज हामीले पार्टी गर्न पाएन तैपनि हामी पिकनिक गयौँ खाना खायौँ भने फर्केर आयौँ है यता अब घरतिरको गाडी खोज्दैछु कता घरको गाडी भेट्नु पऱ्यो नि हाई गाइज हामी चाहिँ अब घरमा आइपुग्यो हाम्रो बिहान जाँदा हाम्रो हालत कस्तो थियो अहिले आउँदा कस्तो छ हाम्रो हालत लास्टै सकित भएको छु आमा बोट पार्टी भनेर गएको तर जङ्गल पार्टी नि भयो गाडी पार्टी नि भयो आज त धेरै पार्टी भयो साथीहरू जे होस् जस्तो भए पनि दुःखै भए पनि इन्जोय गर्यो फर्केर आयो साथीहरू अब बोट पार्टी भनेर गएको बोटले लान मानेन मेरो चाहिँ एकदम हालत खराब मेरो हेर्न सक्नुहुन्छ कपडा च्यातेर कपडा च्यातेर यस्तो गाह्रो भयो आँखा दुखेको साथीहरू आजको भिडियो यति नै अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबैजनालाई धन्यवाद किप सपोर्टिङ हामीलाई हाम्रो भिडियोलाई सपोर्ट गर्दै गर्नुहोला अब नेक्स्ट भिडियोमा भेटौँला ओके बाई बाई गरिदिनु बाई अहिले हाँसेर गर्नु बाई